हेलो एन्ड नमस्ते सबैलाई फेरि स्वागत छ हाम्रो नयाँ भिडियोमा। हामी आइसक्यो होइन, हामी आइसक्यो फेरि स्वागत छ हजुरहरूलाई। ह्याप्पी दसैँ सबैलाई, दसैँको शुभकामना। के अरे लक्ष्मी दुर्गा माताले रक्षा गरून्, सबैले सबैको भलो चिताओस्। मलाई फेरि आउँदैन यस्तो भन्नलाई। दसैँको चाहिँ धेरै धेरै शुभकामना। हामी चाहिँ आज कलेज जाँदैछौँ, कलेज बिहान जाँदैछौँ। बिहान 8 बजे छ, मागुरी 6 बजे जस्तो छ यार। अरू बेला त घाम लाग्थ्यो, आज त घाम पनि लागेन। अनि मेरो चाहिँ आज नि ढिलो भइसक्यो। आज नि ढिलो भइसक्यो। ओए टिटिट गर्न। अनि थाकेर मेरो त लागेको लास्ट ज्यान दुखा छ यार। त्यो उस गर्दा हिँड्दा यस्तै छ जीवन होइन। मान्छे साथी अब फेरि कतिखेर आउने हो। आइयो कलेजबाट आइयो। कस्तो के होइन, कलेज भयो होइन, कलेजभित्रको भिडियो बनाउन नै यो यहाँको मान्छेहरूले फेरि कस्तो प्राइभेसी खोज्छ क्या होइन। त्यो बनाउनै अप्ठ्यारो लाग्ने कि अब यहाँको मान्छेहरूको अगाडि होइन। त्यही भएर म चाहिँ खासै कलेजमा चाहिँ बनाउँदिनँ। यसो आउँछौ बढ्दो काम गर्न थालेको बनाउनु सजिलो अलि उस हुन्छ। र यसो कलेजभित्र चाहिँ बनाउँदा अलिक मोबाइल समातेर गर्दा कस्तो आफूलाई नै अक्वायर लाग्यो नि। अनि तिनीहरूलाई पनि कस्तो तिनीहरूलाई चाहिँ यहाँको मान्छेहरू चाहिँ प्राइभेसी भन्ने मेन्टेन उस गर्छ क्या। त्यही भएर होइन म चाहिँ कलेज गएर आएँ। नेपालमा के छ हल्ली चल्ली दसैँको होइन, दसैँ त छ यस्तै छ। मेरो साथी हो, दसैँ लाग्यो मलाई चाहिँ। तिमीहरूलाई कस्तो छ है। हामी चाहिँ हिँड्यौँ सामान फुटेर काम गर्न, कामै पाइँदैन। अब अर्काको एकाउन्ट लिँदै हल्लिन भन्नु पर्यो। यस्तै छ। रनमती उकालो कस्तो रिस उठ्दो खाऊ, मलाई मनै पर्दैन यार। ओह्रालो नै आउँदैन, उकालो जति पनि छ यार। कुन खाले देश हो, उकालो बनाउँछ ओह्रालोलाई कस्तो फिलै नहुने क्या ओह्रालो जस्तो। उकालो फेरि माथि घसेको ल है। हामी चाहिँ अब निस्क्यौँ। आज कहाँ गइन्छ हेरौँ है। वी आर जस्ट वेटिङ फर मेट्रो होइन। मेट्रो कुर्दैछ। हामी चाहिँ ठ्याक्क 4 नम्बर ट्र्याकमा पासिला हेलसिन्की हुँदै जाने मेट्रोको कुर्दैमा छौँ हामी चाहिँ। साथी हो, एकैचोटि 4वटा एउटा 2टा 3टा 4वटा अर्डर पाएको। उठाइदिएर हिँडेमा आँट्यो 3टा छोडिदिएँ। अब लास्ट वान एउटा बचेछ। त्यो लास्ट वान एउटा अर्डर लिएर हिँड्दैछु। यहाँ छोडिदिन्छु। मास्क गाह्रो हुन्छ यार हात चलाउनु त। अब चाहिँ पुग्न थालेँ म something 1. In 100 meters at the roundabout, take the 3rd exit onto Klipstavigen. है त हुबामा आइएछ हो नोली। ठ्याक्क 9.48 समथिङको दियो फेरि यहाँबाट 8 किलोमिटर। ए मास्किजले यस्तै उठाउँदै बस्दै म त ठ्याक्क 30 मिनटमा पुगाइदिएको। 1 घन्टामा पुगे ठ्याक्क। अनि त्यसपछि मेट्रो समातियो। मेट्रोबाट फेरि यही लोकेसनमा आऊ। फेरि गएछु बसेछु आधी 10-15 मिनटमा फेरि फेरि मेट्रो समातिको जहाँ हुन्छ त्यहीँबाट नजिक गएर फेरि जिन्दगी सजिलो भएर होइन। यस्तो भयो अलि भित्र गाउँतिर चाहिँ मिले होइन। तर यता बाहिरको एरियामा चाहिँ मेट्रोले साथ दिइरह भन्नाले अलि यसो रुट लेख्दाखेरि कि लामो रुट पर्दाखेरि यसो मेट्रोमा गएर बसेपछि मेट्रोमा परिरहेको के म चाहिँ
अब यहाँ चाहिँ ठ्याक्क 45मा 40मा बोला 35 भए अब जान्छु हेरौँ के हुन्छ होइन अँध्यारो हुन लाग्यो मुला फिल्टरले पनि काम गर्नु छोड्यो कालो कालो देखिन थाले दाँत मात्रै टल्किन थालो यस्तै छ जीवन अब चाहिँ घर जान्छु होला म होइन आज 40 जति बनाएँ ठिकै छ अब साइकल फेर्नु पर्ने जस्तो स्थिति आहा यो साइकलले साथ दिन्छ जस्तो लागेन यहाँ साथ त दिइरह मान्छेलाई साथ दिन्छ जस्तो लागेन अब इलेक्ट्रिक साइकल हानेर टिङ अब म यहाँ ठ्याक्क फेरि हुबाको पछाडि आएर बसेछु अझ एउटा अर्डर आयो भने ट्याक्क टिपेर जान्छु भनेर सोचाइ त्यो छ हेरौँ होइन अर्डर आउँछ कि आउँदैन मास कि झोल यस्तो जाडो त होइन पसिना चिसो छ अब आजको चाहिँ भिडियो यहीसम्म होइन सबैलाई फेरि पनि ह्याप्पी दसैँ हामी त दसैँ यस्तै छ है फेरि रनमती दसैँ यस्तो छ यहाँ त्यहाँ भनेर सिम्पाती कमाउनु लाग्यो भन्ला फेरि रनमतीका बानहरूले होइन तर केही नसोच म यहाँ दुःखै गर्न आएको त्यही भएर मेरो मनमा त्यस्तो दसैँ पीडा छैन पीडा त हुन्छ मनमा तर त्यस्तो छैन मलाई त्यस्तो दसैँ मनाउनु पर्ने त्यस्तो मेरो हालत छैन अहिले होइन त्यही भएर मलाई चाहिँ यही ठिक छ मेरो लाइफ अहिलेलाई चाहिँ होइन अब पछिलाई चाहिँ अब पछि म आफै बेटर बनाउँदै जान्छु त्यही भएर सबैलाई ह्याप्पी दसैँ होइन उमेर हुन्जेलसम्म रमाइलो हुन्जेलसम्म रमाइलो गरौँ रमाइलो नभन्जेलसम्म अब दुःख गरौँ दुःख गरेपछि फेरि रमाइलो गरौँला अब यस्तै छ ल सबैलाई यस्तै फेरि पनि बाई